नेप्सेमा शेयरको ट्रेड गरेर किनबेच गरेर कसरी कमाउने। सामान्यतया दुई मुख्य तरिका हुन्छन्, जसमा एउटा ट्रेडिङ पर्छ भने अर्को इन्भेस्टमेन्ट पर्छ। ट्रेडिङमा छोटो समयमा हामीले किनबेच गर्छौं, सस्तोमा किनेर महँगोमा बेचेर बिचमा रहेको रकमको फाइदा लिएर हामीले कमाउँछौं भने इन्भेस्टमेन्टमा लामो समयको लागि लगानी गर्छौं र लामो समयमा थोरै कम मूल्यमा किनेको शेयर चाहिँ बढ्दै गएपछि अलिक लामो समयमा हामीले बेचेर बिचको नाफा लिन्छौं। यसरी दुई तरिकाले गर्छौं, जसमा हामी नयाँले चाहिँ इन्भेस्टमेन्ट नै गर्नुपर्ने हुन्छ। ट्रेडिङ गर्दाखेरि धेरै जोखिम छन् र घाटा हुने धेरै सम्भावना हुन्छ भने इन्भेस्टमेन्ट गर्दाखेरि लामो समयसम्म सस्तोमा किनेको कम्पनीका शेयरहरू बढ्ने सम्भावना धेरै हुन्छ र लामो समयसम्म होल्ड गर्न सक्दाखेरि यसबाट अवश्य नै फाइदा हुन्छ। र इन्भेस्टमेन्ट कसरी गर्ने त लामो समयसम्म कसरी फाइदा खाने। कुनै शेयरहरू हामीले किनेपछि घट्दै जान्छन्, लामो समयसम्म 1 वर्षसम्म पनि घटि नै रहेको पनि देखिन्छ भने सामान्यतया धेरै नजान्ने हामी जस्ता व्यक्तिहरूले के गर्नुपर्ने हुन्छ भने त्यो वर्षको चाहिँ सबैभन्दा कम मूल्य कुन हो त्यस्तो खालको कुराहरू हेरेर र लगातार घटै गरेको समयमा हैन, लगातार घटेर केही साइडवेज जस्तो अथवा केही अड्केको अथवा अब बढ्ला कि भन्ने खालको सम्भावना हुन सक्ने खालको ठाउँमा आइपुगेपछि चाहिँ अनि हामीले किन्दाखेरि लगानी गर्दाखेरि राम्रो हुन्छ। नत्र भने कतिले चाहिँ यसलाई उचालेर पछि बेच्दै तलसम्म ल्याएका धेरै स्टकहरू छन्। हो त्यस्तोको लागि चाहिँ अलिकति हामीले ध्यान दिएर चाहिँ इन्भेस्टमेन्ट गर्यौं भने हामीले पक्कै पनि फाइदा कमाउन सक्छौं, फाइदा लिन सक्छौं। र अर्को तरिका के छ भने हामी जस्ता नजान्ने र नयाँ व्यक्तिहरूले चाहिँ बेच्ने बित्तिकै हामीलाई लाग्छ कि हामी सबैभन्दा खतरा छौं, धेरै हामीले कमाउन सक्छौं, धेरै बुझ्यौं जस्तो लाग्छ। तर वास्तविकता के हुन्छ भने पैसा कमाउन त्यति सजिलो हुने भए सबैले यसरी नै शेयर बजारमै कारोबार गर्थे र कारोबार गर्ने जति सबै नै धनी हुन्थे। तर व्यवहारमा हेर्दाखेरि अरु व्यक्तिहरूलाई हेर्दाखेरि त्यस्तो खालको देखिदैन, अधिकांशले गुमाएको देखिन्छ। त्यो भएर हामीले के बुझ्नुपर्छ भने लगभग गुमाउने चाहिँ ग्यारेन्टी नै हो यसमा पैसा, तर कमाउने सम्भावना कम छ। अब हामीले कमाउन सक्ने सम्भावना र गुमाउने सम्भावना कम र कमाउन सक्ने सम्भावनालाई धेरै बढाउनको लागि हामीले सिक्नै पर्छ, पढ्नै पर्छ, ध्यान दिनै पर्छ। नत्र भने हल्लाको भरमा कहिलेकाहीँ तालमेल मिल्दाखेरि कमाइ पनि हालिन्छ, नत्र गुमाउँदाखेरि साह्रै पीडा हुन्छ र हामीले बेच्न पनि सक्दैनौं। जस्तै कुनै 500 मा हामीले किनेका छौं भने घट्दै जाँदाखेरि 400 300 आउँदा हामीलाई के लाग्छ भने अब 300 आइसक्यो 500 को सामान 500 को स्टक, तर यो चाहिँ कसो नबढ्ला भने जस्तो लाग्छ। अब त्यो अझै घटेर कम हुँदै जान्छ र हामीसँग भएको हामी न बेच्न सक्छौं न त्यसलाई हेरेर चित्त बुझाउन सक्छौं। त्यस्तो अवस्थामा पुगिन्छ। अझ यसमा त अरूको पैसा लिएर गरेको छ भने त झनै दर्दनाक समस्या खालकाहरू आउँछन्। धेरैलाई यस्तो खालको समस्या आएका छन्। वर्षै पछि ठूला समस्याहरू अरू व्यक्तिहरूको हामीले देख्न सुन्न पढ्न समाचारहरूमा त्यसरी पाइरहेका हुन्छौं। त्यो भएर हामीले सकेसम्म इन्भेस्टमेन्टमा जाने, वर्षको सबैभन्दा कम कहिले छ लगभग मोटामोटी रूपमा हो त्यो समयमा गर्ने। अझ त्यो भन्दा राम्रो भनेको सिजनेबल हुन्छ, वर्षमा 2-3 चोटि बढ्ने खालको समय आउँछ सबैको, प्राय त्यही नै देखिन्छ इतिहासमा। कहिले 1-2 महिना अगाडि हुन्छ भने कहिले 1-2 महिना पछाडि हुन्छ। त्यसलाई यसो ध्यान दिएर यसो 2-4 वटा स्टकहरूको हेर्ने, नेप्से इन्डेक्सहरूको हेर्ने र आफूले यसो हल्का मात्रै पनि यति कुरालाई मात्रै ध्यान दिएर गर्यौं भने पनि हामीले कमाउने सम्भावना धेरै हुन्छ। र मुख्य भनेको अन्तिममा भनेको हामीले के गर्ने त एउटा चार्ट हेर्नको लागि सपोर्ट र रेसिस्टेन्स भन्ने हुन्छ। घट्दाखेरि कहाँदेखि चाहिँ अहिले भन्दा अगाडिसम्म कहाँसम्म घटेर फेरि माथि गएको छ भनेर जुनलाई आधार मानिन्छ हो त्यसलाई सपोर्ट भनिन्छ। हो त्यो अलिकति बुझ्ने र रेसिस्टेन्स भनेको माथिपट्टि यो भन्दा अगाडि कहाँ हाई बनाएर चाहिँ धेरैले बेचेर त्यो झरेको छ हो त्यस्तो खालको हेर्ने। यी दुईटा सामान्य जानकारी अलिकति हामीले नेटमा खोल्यौं भने पनि देखिन्छ, अथवा चार्टमा पनि कहाँदेखि यसो धर्का हेर्ने अथवा मूल्य हेर्ने, कहाँदेखि माथि गएको छ कुनको छेउछाउबाट र कहाँदेखि माथिबाट प्राय झर्ने गरेको छ हो त्यो सामान्यतया यसो हेर्यौं भने प्राय चार्टहरू जेमा पनि हेर्दाखेरि हामीले बुझ्छौं। अर्को भनेको क्यान्डलस्टिक प्याटर्न पनि हेर्ने, के बनिरहेछ, जस्तै हामीले दिनको हेर्ने, हप्ताको हेर्ने, महिनाको हेर्ने, त्यसरी हेर्ने र भोल्युम कतिको आइरहेछ, बढिरहेछ कि छैन हामीले लगानी गर्न लागेकोमा हेर्ने। र मुख्य सबैभन्दा महत्त्वपूर्ण भनेको स्टप लस, घाटा रोक्ने नियम चाहिँ सबैभन्दा धेरै ध्यान दिनुपर्ने हुन्छ। किनभने हजुरले यतिमा किनेको कतिसम्म कम भएछ कथनचित भने त्यो चाहिँ बेच्छु म बस्दिन भन्ने खालको लाग्छ हो, त्यो चाहिँ कति 5%, 10%, 15%, 3% कति चाहिँ सम्म सक्छु म भन्ने लाग्छ हो, त्योमा चाहिँ सबैभन्दा अडिक हुनुपर्छ। किनभने नयाँमा के लाग्छ भने यो त बढिहाल्ला भन्ने लाग्छ। त्यस्तो लाग्दै लगभग आधी भन्दा धेरै सकिसक्छ, तै पनि बढ्दैन। अन्तिक लागेर बेच्यो अझै कम भएको हुन्छ, अनि त्यसै बिस्तारै बढ्न थाल्छ। अनि फेरि पछुतो लाग्छ, सुरुमा नि पछुतो लाग्छ, गलत ठाउँमा लगानी गरे भनेर, पछि पनि बढेपछि गलत ठाउँमा बेचे भनेर पछुतो लाग्छ हो। त्यो भएर हामीले स्टप लसको लागि सबैभन्दा ध्यान दिनुपर्ने हुन्छ। र लामो लगानी गर्दाखेरि चाहिँ कति बोनस दिइरहेछ, डिभिडेन्ड र क्याश बोनसहरू यस्ता खालका कुराहरू हेर्नुपर्ने हुन्छ। र कम्पनी नाफामा गइरहेछ, घाटामा गइरहेछ, के छ त्यस्तो खालको कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। र हामीले वर्षको छेउछाउमा हेर्दाखेरि सबैभन्दा तल कुन छ हो त्यो मूल्यमा किनेर हामीले बस्नुपर्ने हुन्छ। त्यस्तो गर्यो भने बढ्दाखेरि हामीलाई धेरै फाइदा हुन्छ। र मुख्य कुरा भनेको हामी जस्तो नयाँले हल्लाको भरमा कहिले किन्न हुँदैन र सबै पैसा एउटै शेयरमा हाल्न हुँदैन र घाटा हुँदा पनि जिद्दी गरेर होइन बढ्छ भन्ने खालकोहरू कल्पना गरेर बस्न हुँदैन। र हामीले गर्नै मुख्य कुरा भनेको सानो रकमबाट सुरु गर्नुपर्छ, ऋण लिएर गर्न हुँदैन, किनभने ऋण लिएपछि तिर्नुपर्ने हुन्छ र समयमा
तिर्न नसक्ने धेरै अवस्थाहरू आउन सक्छन्। हो त्यो भएर आफ्नै पैसाबाट गर्नुपर्ने हुन्छ र रिस्क म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ। कतिसम्म तल झर्दाखेरि म बेच्छु राख्दिनँ भन्ने खालको र नेप्सेको अपडेट हेरिराख्नुपर्ने हुन्छ। के भइरहेको छ त, बढ्ने घट्ने के भइरहेको छ त्यो हेर्नुपर्ने हुन्छ र समाचारहरू पनि अलिअलि ध्यान दिनुपर्ने हुन्छ हामीले लामो लगानी गर्ने हुँदाखेरि। अर्को हामीले पेपर ट्रेडिङहरूबाट पनि एपहरू छन्, हो त्यसबाट नि सिक्न सकिन्छ केही चिजहरू। कस्तो लाग्यो हजुरलाई हाम्रो भिडियो? कृपया प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला र केही कुराहरू छन् भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हामीले जानेका कुराहरू हजुरमाझ प्रस्तुत गर्ने नै छौँ। यस्तै भिडियो बनाउने छौँ। धन्यवाद। Subscribe to my channel.